साथीहरु तपाईले देखिरहनु भएको छ हामी ठ्याक्कै लुम्बिनी मन्दिरको अगाडि छौं। यहाँ दाइ पनि हुनुहुन्छ हैन। के छ कस्तो लागिरहेछ दाइ तपाईलाई चाहिँ? एकदम रमणीय लागेछ। नमस्कार। एकदम रमणीय। हजुर हजुर। शान्तिको प्रतीक एउटा गौतम बुद्ध जन्मेको ठाउँ। हजुर हजुर। यो ठाउँमा जाँदा यो मन्दिर भित्र छिर्दाखेरिको जुन आनन्द जो कोहीले लिनको लागि आउनु होला, हजुर लिन आउनु होला, म यही भन्न चाहन्छु यो भिडियो मार्फत। जो कोहीले पनि लिन आउनु होला, एक न एकचोटी जिन्दगीको एकचोटी चाहिँ तपाईँ यो भिजिट गर्न आउनु नै पर्छ हैन। त्यति महत्त्वपूर्ण ठाउँ छ। तपाईले देखिरहनु भएको साथीहरु, जुन यो लुम्बिनीको मेन गौतम बुद्ध जन्मेको स्थान, यो मन्दिरलाई के भन्छ अरे भाइ? मायादेवी मन्दिर भन्छ। जुन मायादेवी भनेर चाहिँ गौतम बुद्धको आमाले भन्छ। आमाले चाहिँ जब जन्म दिनुभयो, जन्म दिइसके पछाडि चाहिँ यहाँ गौतम बुद्धले चाहिँ 7 पाइला टेकेको भनेर चाहिँ जुन हाम्रा किंवदन्तीहरू छन्। यहाँ प्रशस्त व्यक्तिहरू चाहिँ धेरै टुरिस्टहरू चाहिँ देश विदेशबाट आउनुहुन्छ दर्शन गर्नको लागि भनेर चाहिँ। अब हामी त्यहाँ तपाईले देखाइरहेका छौं र यहाँको सुन्दर ठाउँलाई चाहिँ यहाँ म त आज पहिलोचोटि हैन, मेरो पहिलोचोटिको यात्रा छ यहाँ चाहिँ। र चाहिँ अब हामी भित्र गौतम बुद्धको चाहिँ दर्शन गर्नेछौँ। के छ कस्तो लागिरहेछ तपाईले चाहिँ? के बोल्नुहुन्छ? एकदम राम्रो लागिरहेछ हो। अनि अरु केही भन्न छ? केही सुझाव सल्लाह दिनु छ तपाईलाई चाहिँ? केही पनि छैन हैन त। अब हामीले चाहिँ क्यामेरा अफ गर्न पर्यो नि त। ल क्यामेरा हामी साथीहरु अफ गर्छौं। यो ठाउँलाई चाहिँ भित्र क्यामेरा चाहिँ लिन मिल्दैन भन्ने कुरा हामीले चाहिँ जानकारी प्राप्त गरेका छौं। र तपाईले देखिरहनु भएको छ यो सुन्दर ठाउँलाई चाहिँ अब यो मन्दिरभित्र हामी प्रवेश गर्नेछौं। समयको अब यसभन्दा पछि तपाईको यहाँ घुम्नलाई मन्दिर यति छ कि पुरै छ। हामी एक भाग पनि घुमिएन आज है, एक भाग मात्रै। लगभग 100% मा 7-8% भन्दा बढी घुमेकै छैन क्या। यो एउटा मन्दिर बस यति हो। यहाँ जापानको मन्दिर यो पुरै एरिया घुम्नलाई बिहान 5 बजेदेखि सुरु गर्नु भने घुम्दा लगभग साँझको 5-6 बजे भन्दा अगाडि भ्याउँदैन है। 12-14 घण्टा लाग्छ। लुम्बिनीको मायादेवी मन्दिर दर्शन गरियो साथीहरु। तर ठाउँ चाहिँ अत्यन्त सुन्दर थियो। ठाउँ हामीले गौतम बुद्धको चाहिँ दर्शन गरियो। आज गौतम बुद्धको जन्मस्थानको दर्शन गरियो। त्यसैले पनि आएको, तर एक भाग मात्रै घुम्यो। घुम्ने चाहिँ पुरै नै थियो, तर अब हाम्रो समय परिस्थितिले पनि हो। तर अलि फोटो पनि खिच्न थालियो हैन। फोटोको कारणले गर्दा पनि हुने भयो। अब अर्को चोटि आउँदा चाहिँ पुरा घुमिन्छ। अब आज कामको हतार पनि छ हैन त। अनि दाइ हो नि है।